देखिन्छ मजाले देखिन्छ। यो दामी एक देखिएको छ, एकदम बलियो बनिन्छ। यो नियालाको बेतको कारखानाको यो हामी नियालाको बेतको अथवा यो बाँसको हामी विभिन्न ऱ्याकहरू बनाउँदैछौँ, बनिसकेका छौँ। हामीले घरमा व्यापार व्यवसाय पनि अहिले अगाडि बढाइरहेछौँ। एकदम यो इच्छा लाग्ने जतिले यो भिडियोमा लाइक गरिदिनु होला। हजुरलाई धन्यवाद। अझै बनाइदेऊ। ठिक छ, अझै बनाऊ न 4-5 मिनट। ठिक छ, हामी त आर्थिक क्रान्ति गरिरहेका छौँ। त्यो गाउँमा आर्थिक क्रान्ति गराउने हो नि त। त्यहाँ आर्थिक क्रान्ति भइरहेको छ। यहाँ चाहिँ हामीहरूले चाहिँ यो सिप चाहिँ हामी गाउँमा लगेर सिकाउन लगाइरहेका छौँ। गाउँका जनताहरूलाई चाहिँ हामीले यसरी सिप सिकाएर चाहिँ हामीले आर्थिक रोजगारी तथा आर्थिकको चाहिँ उनीहरूलाई सब्जी बनाउँछौँ। गाउँमै लगेर सिकाउन उनीहरूलाई स्वरोजगार बनाएर चाहिँ उनीहरूलाई सम्पत्तिको मालिक बनाउन लगाइरहेका छौँ। तर हामी यहाँ सिक्दैछौँ भन्नुपर्छ। यसलाई हामीलाई खासै भने हामीलाई त्यति नआए पनि हामीलाई अलिअलि आउँछ। आफ्नो कुरा सिक्दै र सिकाउने प्रयास जारी छ हाम्रो। हामी यो बेत हामी चाहिँ घरेसी उद्योग कल कारखाना चाहिँ हामीले स्थापना गर्नको लागिरहेछौँ। हजुरले जस्तो भए पनि हजुरले एकदम यो भिडियोलाई लाइक गरिदिनु, एकदम फलो गरिदिनुहोस्। एकदम भिडियो राम्रो होस्। एकदम यो बेत र नियाला बाँसको यो घरेलु उद्योग कल कारखानाको एकदम हजुरले चाहना राखेर यो सिप सिक्नेहरूलाई एकदम उच्च ठाउँमा हजुरले एकदम स्वरोजगारको हामीले एकदम व्यवस्था गरेका छौँ। एकदम यो ठाउँ ठाउँमा हजुरले यो गाउँ पालिका नगरपालिकाहरूले एकदम यो भिडियोलाई एकदम लाइक गरेर हजुरले एकदम फलो गरिदिनुहोस्। हजुरलाई धन्यवाद छ। साथै हामी यहाँ बनाइरहेका छौँ। हामीले यहाँ यो ल्याएर हामीले पट्टीले बानिरहेका छौँ। यसमा अब हामीले नियाला हालिरहेका छौँ। अब यहाँ साथसाथै बेतको पनि सुरुवात हुँदैछ। 98 60 21 34 00 कसको हो यो? फोन आइरहेछ अरे। काट्यो। सबैले हेर्नु चाहिँ यहाँ हामी बनाइरहेका छौँ। हेर्नुहोस् यो चाहिँ टेबल, यो कोक्रोहरू हेर्नुहोस्। यहाँ ऱ्याकको छ। यी सबैजनाले
फेरि आयो डर बनाउने है, डर खतरा बनाउने हो। भिडियो नि खतरा बनाउने, एक्ट पनि खतरा भइरहेको पछि पनि देखाउने छौँ हामी रोक्नु यो ऱ्याक एकदम खतरा एकदम बलियो भइरहेको छ खतरा ऱ्याक भइरहेको छ। यस्तो ऱ्याक त यो ऱ्याक त हजुरले हत्तापत्ता पाउनुहुन्न तपाईँलाई चाहिँ सम्पर्क गर्नु है। यो मात्र यसको 5,000 रुपियाँ पर्छ। मात्रै 5,000 अरू ठाउँमा जस्तो ऱ्याक हजुरले मलाई चाहिँ भेटाउनुहुन्न आर्थिक क्रान्ति हो। सबैजनाले चाहिँ अब आफ्नो गाउँ घर सहरमा गएर चाहिँ यो क्रान्तिलाई अगाडि बढाउने हो, देश समृद्ध बनाउने हो। यदि हामी समृद्ध बनाउन चाहिँ आर्थिक क्रान्ति अनिवार्य छ। घरेलु त सानो चाहिँ हाम्रो जस्तो परिप्रेक्षी मुलुकमा गाउँकै कच्चा पदार्थबाट चाहिँ हामीले घरेलु तथा सानो उद्योगबाट यस्तो सामानहरू बनाएर चाहिँ हामीले बेच्ने हो। त्यही भएर गाउँकै पदार्थ, गाउँकै कच्चा पदार्थ, गाउँकै सामान। हामी अगाडि बढ्ने हो। यसको लागि हजुरले सबैलाई फलो गरिदिनु होला कल गर्ने, सेयर गर्ने। हो फलो गर्ने, सेयर गर्ने, माया गर्ने होइन। हजुर ल ल्याउनुहोस् फेरि पनि दोहोऱ्याएर घुमाएको छु मैले हामी लगभग यो 7 मिनट लगभग हामी 10 मिनटको जति भिडियो हुन्छ यो हजुरले एकदम सेयर गरिदिनु फलो गरिदिनुहोस् अब उहाँ सर चाहिँ बनाइराख्नु भएको छ मैले भिडियो बनाइराखेको छु होइन। र साथसाथ हामी यहाँ सिक्न आइरहेका छौँ सिकिरहेका छौँ एकदम सबैले फलो गरिदिनु उहाँ सरले एकदम दामी ह्याक बनाइराख्नुहुन्छ यसको लागि चाहिँ हजुरले एकदम सेयर फलो गरिदिनुहोस् Olha abaixo. Gostei.
ल अब बन्द गर्छु 10 मिनट भयो ल